नमस्कार सबैमा साहेब ग्लोबल स्टडीमा सबैजनालाई स्वागत छ। आजको चाहिँ च्याप्टर रहेको छ एकाउन्टिङ फर मेटेरियल्स, जुन चाहिँ 12 क्लासको एकाउन्ट सब्जेक्टमा दिएको छ। यो च्याप्टर अन्तर्गत चाहिँ हामी सिम्पल एभरेज मेथड्स पढिसकेछौँ। आज हामी चाहिँ पढ्छौँ वेटेड एभरेज मेथड्स। यो वेटेड एभरेज मेथड्सबाट कसरी यो च्याप्टरको चाहिँ क्वेसन सल्भ गर्ने। यहाँहरु त यो वेटेड एभरेज मेथड्सको बारेमा अब हामी के गरौँ त आज पढौँ। weighted average methods or weighted average method। ल यो वेटेड एभरेज मेथड्स को चाहिँ फर्मुलाहरु रहेको छ। त्यसको चाहिँ फर्मुलाहरुको बारेमा अलिकता बुझिहालौं। यो वेटेड एभरेज एक नंबर में चाहिए फर्मुला हाम्रो वेटेड एवरेज कॉस्ट, वेटेड एवरेज कॉस्ट पर यूनिट इसको चाहिए फर्मुला हाम्रो रहेको छ cost of goods available for sales, cost of goods available for sales divided by total unit available for sales, total unit available for sales। भन्नुको अर्थ हामीसँग कति रुपैयाँको सामान छ त्यो बेच्नको लागि त्यो डिवाइडेड बाइ हामीसँग कति युनिट सामान छ बेच्नको लागि त्यसले डिवाइड गरिदियो भने के आइहाल्छ हाम्रो वेटेड एभरेज कस्ट पर युनिट आइहाल्छ। त्यसैगरी चाहिँ अर्को चाहिँ रहेको छ फर्मुला हाम्रो 2 नम्बरमा कस्ट अफ goods available for sales equal to cost of beginning inventory plus cost of purchase ल भन्नुको अर्थ कस्ट अफ गुड्स एभेलेबल फर सेल्स कसरी निकाल्ने। हामीसँग सुरुदेखि कति रुपैयाँको सामान छ त्यो अनि प्लस हामी चाहिँ यो मन्थ भरिमा या यो साल भरिमा कति रुपैयाँको सामान पर्चेज गरेछौं त्यो दुईटैलाई जोड्दियो भने के आइहाल्छ त कस्ट अफ गुड्स एभेलेबल फर सेल्स आइहाल्छ। अनि तेस्रो नम्बरमा चाहिँ फर्मुला रहेको छ हाम्रो कस्ट अफ गुड्स सोल्ड इक्वल टू फर्मुला भइहाल्छ unit sales into weighted average cost per unit
पर युनिट भन्नुको अर्थ हामी सेल्स युनिट या युनिट सोल्ड या युनिट सेल्स हैन जसरी भए पनि लेख्दा फरक पर्दैन। भन्नुको अर्थ एउटै कुरो हो। सेल्स युनिट लेख्नुस्, सोल्ड युनिट लेख्नुस् या युनिट सेल्स लेख्नुस् या युनिट सोल्ड लेख्नुस् एउटै कुरा हो। युनिट सेल्स इन्टु वेटेड एभरेज कस्ट पर युनिटले हामी मल्टिप्लाई गरिदियो भने के आइहाल्छ हाम्रो त कस्ट अफ गुड्स सोल्ड आइहाल्छ। त्यसैगरी चाहिँ 4 नम्बरमा नेक्स्ट यानी कुछ फर्मुला भन्नाले कस्ट अफ इन्डिङ इन्भेन्ट्री कस्ट अफ इन्डिङ इन्भेन्ट्री इक्वल टू चाहिँ फर्मुला के भइहाल्छ यानी कि इन्डिङ इन्भेन्ट्री into weighted average cost per unit भन्नुको अर्थ हामीलाई यहाँ के निकाल्नको लागि भनेछ कि कस्ट अफ इन्डिङ इन्भेन्ट्री भन्नुको अर्थ हाम्रो स्टकमा जुन चाहिँ लास्टमा सामान रहिहाल्यो जुन चाहिँ बिक्री हुन सकेन त्यो कति रुपैयाँको सामान छ त्यो भनिरहेछ निकाल्नको लागि। त्यसको फर्मुला भइहाल्छ इन्डिङ इन्भेन्ट्री या इन्भेन्ट्री अन ह्यान्ड भन्नाले यसैले भन्ने गरिन्छ अरमा इन्भेन्ट्री अन ह्यान्ड को नामले पनि हामी यसैलाई चिन्ने गरिन्छ यानी कि इन्डिङ इन्भेन्ट्री या इन्भेन्ट्री अन ह्यान्ड इन्टु वेटेड एभरेज कस्ट पर युनिटले मल्टिप्लाई गरिदियो भने के आइहाल्छ त कस्ट अफ इन्डिङ इन्भेन्ट्री। त यो त हाम्रो रह्यो के त यो च्याप्टरको फर्मुलाहरू। अब हामी के गरौँ त यो मेथड्सको यानी कि यो च्याप्टरको वेटेड एभरेज मेथड्सको अब हामी के गरौँ त केही क्वेशनतिर अब हामी लगौँ है। अब हामी के गरौँ त यो वेटेड एभरेज मेथड्सको चाहिँ एउटा क्वेशन राखेछु। यो क्वेशन हेरिहालौँ। यहाँ भनिरहेको छ कन्सिडर द फलोइङ डेटा। जनवरी चाहिँ फर्स्टमा बिगिनिङ इन्भेन्ट्री कति रहेको छ त 800 युनिट कति रुपैयाँको दरले 30 रुपैयाँको दरले। हामीसँग पहिलेदेखि कतिको सामान रहेछ त 800 युनिट कुनै सामान रहेको छ कति रुपैयाँको दरले 30 रुपैयाँको दरले यानी कि एक युनिट बराबर कति रुपैयाँ त 30 रुपैयाँ। त्यसैगरी जनवरी चाहिँ 3 मा हामी पर्चेज गरेछौँ कति त 570 युनिट एट द रेट अफ रुपीज कति त 35 रुपैयाँको दरले। त्यसैगरी जनवरी चाहिँ 14 मा फेरि हामी पर्चेज गरेछौँ कति त 930 युनिट एट द रेट अफ रुपीज कति रुपैयाँको दरले त 37 रुपैयाँको दरले। अब यहाँ क्वेशनमा के भनिरहेको छ एट द एन्ड अफ जनवरी 500 युनिट्स इन्डिङ इन्भेन्ट्री भन्नुको अर्थ यो मन्थको लास्टमा चाहिँ के रहिहाल्यो त 500 युनिट चाहिँ के रहिहाल्यो त इन्डिङ इन्भेन्ट्री रहिहाल्यो। भन्नुको अर्थ यो 500 युनिट चाहिँ के हुन सकेन यो महिनाभरिमा चाहिँ बिक्री हुन सकेन। अब हेर्नुस् फेरि यहाँ भनिरहेछ यो क्वेशनमा रिक्वायर्डमा कस्ट अफ इन्डिङ इन्भेन्ट्री निकाल्दिनको लागि र अर्को फेरि भनेछ यहाँ एन्ड कस्ट अफ गुड्स सोल्ड युजिङ वेटेड एभरेज मेथड्सबाट के गर्नु छ त निकाल्नु छ अन्डर चाहिँ पिरियोडिक इन्भेन्ट्री सिस्टमबाट चाहिँ भ्यालुएसन गर्नु छ। त अब हामी हेरौँ त यो क्वेशन चाहिँ कसरी सोल्भ गर्ने। फर्स्टमा त के गरौँ हामी वेटेड एभरेज कस्ट पर युनिट निकालिदिनुस् त वेटेड एभरेज कस्ट पर युनिट इक्वल टू फर्मुला भइहाल्छ कस्ट अफ गुड्स अवेलेबल फॉर सेल्स divided by total unit
एभाइलेबल फर सेल्स भन्नुको अर्थ हामीसँग कति रुपैयाँको सामान छ बेच्नको लागि एन्ड डिभाइड हामी केले गर्ने त कति युनिट छ हामीसँग बेच्नको लागि। ल अब हेर्नुस् त यो कसरी निकाल्ने। यहाँ र त भनिरहेछ कस्ट अफ गुड्स एभाइलेबल फर सेल्स भन्नुको अर्थ टोटल हामीसँग कति सामान रहेको छ बेच्नको लागि। त पहिल्यैदेखि कति रहेको छ हामीसँग त 800 युनिट। 800 युनिट कति रुपैयाँको दरले त 30 रुपैयाँको दरले। फेरि हामी प्लस पर्चेज कति गरेछौँ यहाँ त 570 युनिट। 570 युनिट कति रुपैयाँको दरले त 35 रुपैयाँको दरले। फेरि हामी फेरि पर्चेज कति गरेछौँ हामी 930 युनिट। 930 युनिट कति रुपैयाँको दरले त 37 रुपैयाँको दरले। अनि डिभाइडेड बाई हामी के गरौँ त यो 800 युनिट प्लस यो 570 युनिट प्लस 930 युनिटलाई जोड्यो भने कति भइहाल्छ 8 5 13 यो सबैलाई जोड्दियो भने कति आइहाल्छ हाम्रो 2300 युनिट्स। 2300 युनिट। अब हामी के गरौँ त यसलाई क्याल्कुलेसन गरेर हेरौँ त कति आइरहेको छ। यहाँ यसलाई क्याल्कुलेसन गरिदियो भने कति भइहाल्छ 8 3 का 24 24000 प्लस 570 इन्टु 35 मल्टिप्लाई गर्यो भने कति भइहाल्छ हाम्रो यो 19950 प्लस 930 इन्टु 37 गरिदियो भने 34410 डिभाइडेड बाई हामी के गर्ने त 2300 युनिटले हामी के गर्ने डिभाइड गरिदिने। त यो कति आइहाल्छ रुपीजमा यसलाई हामी हेरौँ त क्याल्कुलेसन गरेर 24000 प्लस 19950 प्लस 34410 इक्वल टू भन्नाले 78360 डिभाइडेड बाई 2300 युनिटले डिभाइड गरौँ त कति आइरहेको छ हाम्रो यहाँ फ्र्याक्सनमा आइरहेको छ भ्यालु। यहाँ फ्र्याक्सनमा कति आइरहेको छ भ्यालु 34.06956 फेरि 522 यति आइरहेको छ भ्यालु। त अब हेर्नुस् यदि तपाईहरुलाई बुकको एक्ज्याक्ट ठ्याक्कै एन्सर मिलाउनु छ भने के गर्नु पर्यो त यो पुरै फ्र्याक्सनलाई लिएर मल्टिप्लाई गर्नुपर्छ। नभए हामी के गर्न सक्छौं त यहाँ 34 पछिको यहाँ पोइन्ट पछि आएछ सबै हटाइदिनुस् अनि त्यसपछि मल्टिप्लाई गर्यो भने एक्ज्याक्ट बुकमा जे एन्सर दिएको छ त्यति मिल्दैन। त अब हेर्नुस् हामी कसरी गर्ने। र त यहाँ क्वेशनमा के भनिरहेछ निकाल्नको लागि कस्ट अफ इन्डिङ इन्भेन्टरी निकाल्दिनुस् है। यहाँ के भनिरहेछ निकाल्नको लागि त कस्ट अफ इन्डिङ इन्भेन्टरी निकाल्दिनुस्। त कस्ट अफ इन्डिङ इन्भेन्टरी को फर्मुला के रहेको छ हाम्रो इन्डिङ इन्भेन्टरी इन्टु weighted average cost per unit हेर त यहाँ इन्डिङ इन्भेन्टरी कति रहेको छ हामीसँग यहाँ चाहिँ 500 युनिट रहेको छ। इन्डिङ इन्भेन्टरी कति रहेको छ त 500 युनिट इन्टु रुपीज कति वेटेड एभरेज कस्ट पर युनिट कति आएको छ यो पुरै भ्यालु राख्नुहुन्छ भने के भइहाल्छ त तपाईको एक्ज्याक्ट एन्सर आइहाल्छ। भन्नाले यहाँ 34.06956 हामी गर्दियो भने यो के आइहाल्छ त हाम्रो कस्ट अफ इन्डिङ इन्भेन्टरी आइहाल्छ रुपीजमा। कति आएको छ हामी यसमा मल्टिप्लाई गरौँ त कतिले
500 ले मल्टिप्लाई गर्दै भने कति आइहाल्यो हाम्रो यहाँ आइरहेको छ 17,034 रुपैयाँ .78 यानी कि 7826 आइरहेछ भने हामी यहाँ के गर्न सक्छौं त यो एउटा भ्यालुलाई के गर्न सक्छौं पॉइन्ट पछिको जुन 7 छ यसलाई हामी के गर्न सक्छौं यहाँ अगाडि बढाएर शून्यान्त गरेर हामी लेख्न सक्छौं। त कसरी लेख्ने भन्नाले यहाँ कति आइरहेको छ हाम्रो भ्यालुएसन गर्दाखेरि 17,034 आइरहेको छ अनि पॉइन्ट पछि के आइरहेको छ हाम्रो यहाँ 7826 भन्नुको अर्थ यहाँ यो चाहिँ 5 ले बढी छ भने यसलाई हामी के गर्न सक्छौं त शून्यान्त गरेर एउटा बढाएर हामी के गर्न सक्छौं त यसरी लेख्न सक्छौं 17,000 यहाँ 34 छ भने यसलाई के गर्दिनुस् हामी 35 गरिदिनुस् अनि यही नै हाम्रो के भइहाल्छ त आन्सर भइहाल्छ। अर्को चाहिँ हाम्रो के रहेको छ यहाँ के निकाल्नको लागि भनिरहेछ कस्ट अफ के निकाल्दिनुस् त कस्ट अफ गुड्स सोल्ड भनिरहेछ निकाल्नको लागि। त कस्ट अफ गुड्स सोल्ड हामी कसरी निकाल्दिने यहाँ कस्ट अफ गुड्स सोल्ड इक्वल टु यूनिट सोल्ड into weighted average cost per unit। अब हेर्नुस् यहाँ क्वेशनमा चाहिँ युनिट सोल्ड त भनेको छैन। अब हेर्नुस् हामी कसरी निकाल्ने हेर त हामीसँग टोटल युनिट कति थियो ताकि यसले बेच्दै लास्टमा रहिहाल्यो बाँकी कति रहिहाल्यो त 500 युनिट। यहाँ र त यो 800 युनिट प्लस 570 युनिट प्लस 930 युनिट यो तीनटैले हामी जोड्दिनुस् त यहाँ कति आइरहेको छ यो सबैलाई जोड्दिनुस् त कति आइरहेको छ 2300 युनिट। हामीसँग टोटल कति युनिट रहेको छ 2300 युनिट हामीसँग रहेको छ सामान टोटल युनिट। अब यसबाट हेर त यहाँ यो हाम्रो टोटल भइसक्यो टोटल युनिट। अब यसबाट हामीसँग लास्टमा कति रहिहाल्यो त 500 युनिट छ। यसको अर्थ हामी कति बिक्री गरे यो महिनामा ताकि 500 युनिट हाम्रो चाहिँ बिक्री हुन सकेन हाम्रो स्टकमा सामान बाँचिहाल्यो भन्नुको अर्थ यहाँ हाम्रो कति बिक्री गरे भन्नाले हेर त यहाँ यो 500 युनिट हाम्रो के रहेको छ त इन्डिङ इन्भेन्ट्री रहेको छ। यसको अर्थ हामी बिक्री कति गरेछौं यहाँ 1800 युनिट 1800 युनिट हामी के गरेछौं त यहाँ सोल्ड गरिदिएछौं तब त हाम्रो यो 500 चाहिँ युनिट चाहिँ इन्डिङ इन्भेन्ट्री रहिहाल्यो। अब हेर्नुस् त यहाँ हामी चाहिँ युनिट सोल्ड कति राख्ने त युनिट सोल्ड कति राख्दिने त 1800 युनिट्स इन्टु रुपीस कति वेटेड एभरेज कस्ट पर युनिट भन्नलाई कति राख्ने यो पुरै भ्यालु राख्दिनुस् है। पुरै भ्यालु राख्नुहुन्छ भने आन्सर अनिवार्य मिल्छ भन्नाले यहाँ 34.0695656 फेरि 522 गरिदिनुस् अनि आन्सर हाम्रो यहाँ आइहाल्छ भन्नाले कति त 1800 युनिट इन्टु 34.060695656522 गरिदिनुस् अनि कति आइरहेको छ त 61325 हाम्रो यही नै आन्सर आइसक्यो। पॉइन्ट पछि चाहिँ 2174 आइरहेको छ त्यसलाई छोड्दिनुस् 61325। यसमा चाहिँ कहिलेकाहीँ हुन सक्छ आन्सरमा कहिलेकाहीँ केही फरक आउन सक्छ तर केले गर्दा त यो फ्र्याक्सनले गर्दा कहीं फरक आउन सक्छ। ल अब आजको लागि हाम्रो क्लास यतिकै। अब हामी चाहिँ अर्को चाहिँ क्लासमा भेट्छौं। यसपछिको चाहिँ हाम्रो मेथड्स रहेको छ फिफो र लिफो मेथड्सबाट कसरी क्वेशन सोल्भ गर्ने पिरियोडिक इन्भेन्ट्री सिस्टमबाट। अब हामी चाहिँ त्यो अर्को क्लासमा हामी भेट्ने गर्छौं है। र आजको लागि यतिकै है। ल सबैमा नमस्कार है। ल नमस्कार।